हेलो साथीहरू, गुड मर्निङ। के छ खबर? आशा गर्दछु आरामै हुनुहुन्छ होला। म चाहिँ बिहानै खाना बनाउन स्टार्ट गरिसकेकी छु साथीहरू। फेरि आज कमेडी गर्न आएँ भनेर नसोच्नु होला। आज चाहिँ म बिल्कुल पनि कमेडीको मोडमा छैन। आज म तपाईलाई फरक मनोरञ्जन दिनेछु। अब के फरक मनोरञ्जन दिने हो यसले भनेर नसोच्नु होला है। धेरै साथीहरू हुनुहुन्छ, शान्ता गीत गाउने गर न भन्नुहुन्छ। त्यही भएर उहाँहरूको लागि मैले आज एउटा नै धेरै फरक तरिकाको गीत लिएर आएकी छु। यदि तपाईहरू पनि गीत सुन्नमा इन्ट्रेस्टेड हुनुहुन्छ र सुन्न चाहनुहुन्छ, समय छ भने सुनेर साथ दिनुहोस् है त। ए माइती घरमै सुख र छैन, यहाँ त छिटै नउठी भएन, कति छिटै उज्यालो भयो, भले बस्यो डाँडैमा जुन गयो, कति छिटै उज्यालो भयो, भले बस्यो डाँडैमा जुन गयो। अझै एउटा कुरा के भने नि साथीहरू, गीत गाउँदै खाना बनाउँदै गर्नमा एकदमै मजा आउँछ है मलाई चाहिँ। ऐना मेरो मुहार हेर्ने तिम्रो दुई आँखा, तिमी नै हो मेरो गीतको सुमधुर भाका, नछुर्दो रहेछ लागि प्रेमको मोहनी, नछुर्दो रहेछ लागि प्रेमको मोहनी, तिमी नै सपनी मेरो, तिमी नै विपनी, बरको छायामा म भुले मायालो तिम्रो मायामा, बरको छायामा म भुले मायालो तिम्रो मायामा। छ्या, कस्तो गीत गाएको, बोर लाग्यो नभन्नु है साथीहरू। खासै गीत गाउन आउँदैन, हजुरहरूलाई मनोरञ्जन दिनको लागि मात्रै कोसिस गरेको है त। संसार जिते मायामा हारे, तिम्रै कारण जिन्दगी बिगारे, मुटु जलाई जलाई म जिउन सक्दिन, मुटु जलाई जलाई, तिमी जीवन तिमी नै मृत्यु हो, नछोड है मलाई, म जिउन सक्दिन, मुटु जलाई जलाई, तिमी जीवन तिमी नै मृत्यु हो, नछोड है मलाई। अगाएर थुकेको काखा खोजेर नि पाउँदैनौ, याद राख मेरो अभाव कसैले मेट्न नसकुन्, तिम्रो सहर छोडेर यति टाढा जान्छु कि, शास्ता कि लासो पनि भेट्न नसकुन्। लौ त साथीहरू, अब चाहिँ म धेरै गीत गाउँदिनँ। मेरो भिडियो पनि अब अन्तिम हुन लागिसकेको छ। मेरो सब्जी कटिङ भयो अनि यो आटा पनि मैले बुझिसकेँ। अब चाहिँ म खाना बनाउनतिर लाग्छु। हजुरहरूलाई पनि मबाट गीत सुन्न चाहनुहुन्छ, कमेडी भिडियो देख्न चाहनुहुन्छ, कमेडी सुन्न चाहनुहुन्छ, शायरी सुन्न चाहनुहुन्छ, जे चाहनुहुन्छ मलाई भन्नुहोस् के, तपाईँहरू भन्नुहोस् के, दिल खोलेर भन्नुहोस्। म तपाईँहरूको लागि बिल्कुल हाजिर छु क्या। म जसरी भए पनि हजुरको लागि त्यो चाहिँ उपलब्ध गराउँछु। अहिलेलाई चाहिँ हस्त, बाबाई, नमस्ते, खुसी रहनु, मस्त रहनुहोस्।